नमस्कार दर्शकवृन्द, गुरुबाकोट नगरपालिकाको नयाँ श्रृङ्खला लिएर पुनः उपस्थित भइसकेको छु। पानी मानिसको शरीरको 70% भाग मात्र होइन, मानवता, सम्मान, आत्मीयता अनि अस्तित्वको पनि 100% आधार हो। तर के सबैको पहुँचमा छ त यो जीवनदायी धार? यही प्रश्नको जवाब दिन उदाएका छन् गुरुबाकोट नगरपालिकाभित्र कार्यरत शुभघाट सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति। यो संस्था कुनै सरकारी योजना मात्र होइन, यो एउटा सामाजिक सङ्कल्प हो जहाँ पाइपसँगै बगेको छ सेवा, सहानुभूति र समर्पण। मिति 2082 सालको असार 4 गते संस्थाले आफ्नो 1 वर्षे सेवा यात्रालाई समेट्दै फूल रोपेर दोस्रो वर्षको सुरुवात गर्यो। फूल जुन केवल सौन्दर्यको प्रतीक मात्र होइन, समर्पणको सुरुवात हो। जसरी पानी घर घरमा बग्दैछ, त्यसरी नै यो संस्थाको भावना पनि समाजका कुना काप्चामा फैलिँदै गइरहेको छ। बिहान चिहान किनारमा मलामी पुग्छन्, आँखा रसाएका, मन भारी बनाएका। प्यास त्यहाँ पनि लाग्छ, तर किनेर पानी पिउनु पर्ने बाध्यता थियो। तर आज होइन। शुभघाट सहरी खानेपानी संस्थाले मलामी जनका लागि निशुल्क शुद्ध पिउने पानीको धारा जडान गरेको छ। यो केवल सेवा होइन, मृत आत्माप्रतिको श्रद्धाञ्जली पनि हो। गुजरात भारत काम खोज्दै गएका थिए सुखलाल बिष्ट। सर्पको टोकाइबाट ज्यान गयो, फर्किएनन् आफ्नो माटो। उनको सिर्फ मृत आत्मा मात्र फर्कियो। तर उहाँको परिवारलाई शुभघाट सहरी खानेपानी संस्थाले पुर्यायो निशुल्क धारा। यो हाम्रो तर्फबाट मौन श्रद्धाञ्जली हो, समाजले नबिर्सने एउटा कर्म हो जुन शुभघाट सहरी खानेपानीले पुरा गरेको छ। गरिब, अपाङ्गता, बेसा र अवस्था यी शब्दहरूको अधिकार खोज्दैनन्। 14 भन्दा बढी घरधुरीमा निशुल्क धारा जडान गरियो। पानी मात्र होइन, सम्मान पुर्याइयो। सफा पानीको स्रोत पनि सफा हुनुपर्छ। बजारका 3वटै नाला सफा गरियो। डेङ्गु, हैजा, झाडा, पखला, सरुवा रोगबारे जनचेतनामूलक अभियान 4वटै वडामा बस्ती बस्तीमा पुर्याइयो। जनगुनासो पेटिका स्थापना गरियो। जनताको चुप आवाजलाई कार्यालयको कागजमा उतार्ने प्रयास गरियो। जहाँ राज्यको नजर पुग्न सकेन त्यहाँ पुग्यो शुभघाटको पाइप। वडा नम्बर 4 र 12 मा सेवा विस्तार। यो केवल भौगोलिक काम होइन, मानवीय जिम्मेवारीको विस्तार हो। धारा जडान शुल्क रु 25,000 बाट घटाएर रु 20,000, सुचारू खर्च रु 1,000, करिब 200 घरधुरीमा सेवा विस्तार। यस्तो अफरले पैसा मात्रै होइन, पानीसँगै उज्यालो जीवन पनि बाँधेको छ। खैरेनीमा छरेर रहेका सामग्रीहरूलाई ट्रस्ट निर्माण गरी सुरक्षित रूपमा राखियो। प्लम्बरलाई साइकल वितरण गरियो ताकि सेवा छिटो पुगोस्, इन्धन पनि बचत होस् भन्ने उद्देश्यका साथ। संस्थाका विभिन्न मागहरू बोकेर मन्त्रालयहरूसम्म पुगे। उपभोक्ताको आँगन आँगनमा राय सुझाव लिन उक्त उपभोक्ता समितिहरू पुगिरहेका छन्। त्यसैले पनि यो संस्था कागजको होइन, जनभावनाको दस्तावेज बनेको छ। शुभघाट सहरी खानेपानी समिति पानी जस्तो शुद्ध, सेवाभाव जस्तो गहिरो र समाजप्रतिको उत्तरदायित्व जिम्मेवारी बन्दै गइरहेको छ। शुभघाट सहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष पदम खत्री भन्नुहुन्छ, आदरणीय उपभोक्ता दाजुभाइ तथा दिदीबहिनीहरू, म अध्यक्ष पदम खत्री तपाईहरू सबैप्रति मनदेखि आभार व्यक्त गर्न चाहन्छु। हामीले यहाँ पानी मात्र बनाएका छैनौँ, हामीले तपाईँको विश्वास, हाम्रो सेवा भावना र साझा सहानुभूतिको धार बनाएका छौँ। तपाईँहरूको घर घरमा शुद्ध पानी पुर्याएका छौँ। त्यो हाम्रो जिम्मेवारी मात्र होइन, त्यो हाम्रो आत्मीय प्रतिबद्धता हो। हरेक धारा पछाडि तपाईँहरूको हर्ष, सङ्घर्ष र भरोसा मिसिएको छ। हामी अझै यात्रा प्रारम्भमै छौँ, तर यो यात्रा तपाईँकै साथ र सद्भावनाले अझै धेरै जीवनमा उज्यालो बनाउने छ। तपाईँकै सुझाव, सहयोग र माया नै हाम्रो कामको प्रेरणा हो। अन्तिममा यही भन्न चाहन्छु, शुभघाट सहरी खानेपानी समिति सधैँ तपाईँको साथमा, सधैँ तपाईँको सेवामा समर्पित रहँदै आएको छ, रहने पनि छ। शुद्ध पिउने पानीको धारा मात्र होइन, विश्वास, सहानुभूति र समर्पण पनि बगाउँदैछ। शुभघाट सहरी खानेपानी समितिको 1 वर्ष यात्राले घर घरमा सेवा र सामाजिक उत्तरदायित्वको नयाँ मिसाल स्थापित गरेको छ। भोटेसुली खबरको विशेष प्रस्तुति।